हेलो नमस्ते गाइस, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू डे न्यू भ्लगमा। आज फेरि म घरबाट काठमाडौँको लागि निस्किसकेँ होइन। घरबाट बनाउन पाइएन, म बाटोमा आएर बनाउँदैछु होइन। म जाँदैछु, अब भर्खरै म घरबाट निस्केको हो। अब झन्डै लडेको नि त। र हामी जाँदैछौँ, भर्खरै घरबाट निस्केको है। सामान प्याक भइसक्यो, डिक्कीमा पनि सामान छ, यहाँ अगाडि पनि केही सामान छ। अब म घरबाट निस्किसक्यो र गाइस, हामीले चाहिँ यहाँबाट अब पिचहरू भेटिसक्यो होइन। अब यहाँ माथिबाट पिच छ, जे भन्यो नि पिच हुँदैछ होइन। हामी जाँदैछौँ है, जाँदैछौँ सर। चिसो आज मौसम पनि चिसो मौसम छ। चिसो जाडो भए पानी पर्ला जस्तो भाइ। यस्तो वेदर चाहिँ पानी चाहिँ नपर्दै हुन्थ्यो, बरु मौसम यस्तो भयो भने भोलिबाट बिजोग हुन्छ। सामान हिँड्छ। अब यहाँबाट चाहिँ सनन छ है बाटो, लस्सै हो। तेल पनि फुल ट्याङ्की छ है, फुल ट्याङ्की गरेर आएको छु। अनि अघि तेल हाल्ने बेलामा फुल भएर त्यही भएर मैले बोतलमा हालेर ल्याएको छु है। तेल पनि आधी लिटर अलिक धेरै होला। भ्यू चाहिँ यस्तो छ गाइस, लस्सै हो। हामी जाँदैछौँ सर। म चाहिँ यहाँ अस्ति आएर गरेर आएको थिएँ होइन। छ मौसम चाहिँ सर्छ, चिसो छ। म त पाताल जाति लाएर झनै चिसो भयो। चिसो भएर ट्याक्क लाएर म बाटोको छु गाइस। अब बाटो यस्तो छ, यो बाटोमा पुरै यो चिप्सहरू उठाएर पिचको होइन। यस्तै छ, जसबाट जाँदैछ। अब अलिक तल गएर भेट्छु है म। त्यहाँ अब बनाउन गाह्रो हुन्छ। र गाइस, हाम्रो एउटा भाइ यहाँ बाटोमा भेटिसक्यो होइन। स्कुटार लाएर छ भाइ चाहिँ। अनि हालिदिइरहेको थियो, अनि मैले रोकेर अनि भाइलाई दिएको होइन। तिम्रो नाम के हो भनिदेऊ नि त। मनिष सापकोटा। कहाँ हो घर? फर्कु हो। कति कक्षा पढ्ने? 5मा। ल हाम्रो भाइलाई भेटिसक्यो है। मैले एक्लै थिएँ, भाइ एक्लै रहेछ। भाइ पनि स्कुटारमा लाएर चाहिँ अनि भाइलाई ट्याक्क लाएर ल हाम्रो भाइले चाहिँ यहाँ मेरो युट्युबको नेम यहाँ कपी यहाँ लेखिदिनु भने होइन। घरमा गएर सब्सक्राइब गर्छु अरे, मोबाइल छैन अरे, मम्मी बाबाको मद्दत गर्छु भन्ने खा। भाइको स्कुल जान्थ्यो, यताबाट रहेछ, यता माथि रहेछ भाइको स्कुल चाहिँ। ल ल्याऊ, म कपी यहाँ लेखिदिन्छु ट्याक्क है। यो ठाउँको नाम चाहिँ के अरे, भर्याङ बुरुङ होइन कान्छ। यो ठाउँको नाम चाहिँ भर्याङ बुरुङ। यो भर्याङ बुरुङको बजार हो। जेनिस एमजिआर ब्लग छ है। यो एमजिआर ब्लग हान है, ट्याक्क दियो। ल राम्रोसँग पढ है। हाम्रो भाइले चाहिँ यहाँ मेरो कपी हाल्यो कि
गाइज बाटो यस्तो छ अब एकछिनपछि अलि उता गएर भेट्नुपर्ने हुन्छ है म ल अब म चाहिँ छहरे बजार आइपुगेँ छहरे बजार आइपुग्यो थाहा छैन म चाहिँ ठ्याक्क अहिले छहरे बजार आइपुग्यो यो छहरे बजार अनि छहरे बजारको